हेलो मिनासान ओभेन्की देशका आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज हजुरहरूलाई मैले लेसन 12 को भिडियो लिएर आएको छु। आज अहिलेसम्मका भिडियोहरू बुझ्नुभएको छ कि नै, कतिको बुझ्नुभयो कमेन्टमा आफ्नो विचार लेख्नु होला। के कुरामा सच्याउनु पर्ने छ, के कुरा मिस्टेक भएको छ, सबै कुरा डिटेल्समा भन्नु होला। मैले हजुरहरूले भनेको कुरालाई एकदम मनदेखि नै मान्नेछु, पालना गर्नेछु भन्दै आज ढिला नगरिकन 12 लेसनलाई सुरु गरिहालौँ। फटाफट सिक्ने, अन्त केही नअरू गफसप नगर्ने, स्याट सिक्ने, अनि पछि आफूले जान्ने हाम्रो लक्ष्यका साथ आज 12 लेसनमा आइसकेका छौँ। 12 लेसन ट्याक्क लाएर राम्रोसँग सिकियो भने अनि त्यसपछि फेरि अरू लेसन सिक्नेछौँ। अगाडिका लेसन आई होप राम्रोसँग बुझ्नुभएको छ होला भन्दै ढिला नगरिकन आज हामी 12 लेसनलाई सुरु गरिहाल्छौँ। 12 लेसनलाई 12 लेसनमा हामीले केयुसीको पास्ट पोजिटिभ र पास्ट नेगेटिभ फर्मुला पढ्ने हौँ। इक्युसी र नाक्युसी, अनि पछि नाउन, अनि पछि अलिकति पार्टिकलहरू लाएर हामीले 12 लेसनलाई राम्रोसँग बुझ्ने कोसिस गर्दै अगाडि बढ्नेछौँ भन्दै आजको भिडियोलाई ढिला नगरिकन सुरु गरिहालौँ है त। ल, फर्स्टमा छ इक्युसीलाई हामीले पास्ट पोजिटिभ र पास्ट नेगेटिभ गराउँदा कसरी गराउँछौँ भनेर पढ्नेछौँ। यसमा हामीले प्रेजेन्ट पोजिटिभ र प्रेजेन्ट नेगेटिभ गराएर पढिसकेका छौँ 8 लेसनमा भने यहाँ चाहिँ हामीले पास्ट पोजिटिभ र पास्ट नेगेटिभ गराएर पढ्ने नै छौँ। ल, सुरु गरिहालौँ। सुरुमा इक्युसीको छ, यहाँ हामीले ताखाई छ। ताखाईलाई पास्टमा गराउँदाखेरि ताखा खात्ता, यी हटाएर खात्ता देश, यी हटाएर खात्ता देश है त। यी हटाएर खात्ता देश यहाँ मैले लेखिदिएको पनि छ। यी हटाएर खात्ता जोड्ने भनेर मैले लेखिदिएको छु पास्ट पोजिटिभमा। भने पास्ट नेगेटिभमा हामीले के गरेका छौँ भने यी हटाएर कुना खात्ता जोड्ने, यी हटाएर कुना खात्ता जोड्ने भनेर लेखिदिएको छु। हजुरहरूले यसमा ताखाईको यी हटाएर कुना खात्ता गराएपछि ताखाईलाई यी हटाएर ताखा कुना खात्ता गराएपछि पास्ट नेगेटिभ हुन्छ। यहाँ अग्लो थियो भन्ने भयो भने यसमा अग्लो थिएन भन्ने हुन्छ। अनि महँगो थियो भन्ने भयो भने महँगो थिएन भन्ने हुन्छ। यसमा पास्ट पोजिटिभ र पास्ट नेगेटिभ गराउँदाखेरि यसमा यी हटाएर कुना खात्ता जोड्ने भनेर हजुरले गर्दाखेरि हजुरले सजिलो बुझ्नुहुन्छ भने त्यो गराउँदा पनि हुन्छ। नत्र कुनाईको हामीले कुनाई हामीले के अरे प्रेजेन्ट नेगेटिभमा ताखाईको यी हटाएर कुनाई गराएको थियौँ नि, अनि त्यो कुनाईको यी हटाएर त्यसमा खात्ता जोड्दै पनि हुन्छ। हजुरले जसरी बुझ्नुहुन्छ त्यसरी गरे पनि हुन्छ। कुनाईको यी हटाएर खात्ता जोडे पनि पास्ट नेगेटिभ हुन्छ। पास्ट नेगेटिभ हुन्छ भनेर सम्झिनु होला, त्यसरी सम्झिँदा पनि हुन्छ। नै भने ताखाईको यी हटाएर कुना खात्ता भनेर जोड्दै पनि नेगेटिभ बन्छ भनेर त्यति सम्झिनु भयो भने भइहाल्छ। अनि पछि हामीले यी देशको हजुरले यो यीको एकदम धेरै सम्झिनु पर्ने। यसमा यीलाई यता पास्ट पोजिटिभ पास्ट नेगेटिभ अनि पछि प्रेजेन्ट पोजिटिभ प्रेजेन्ट नेगेटिभमा गर्दाखेरि यसमा चेन्ज हुन्छ। यसलाई यो खात्ता यो कुना खात्ता हुन्छ, अनि पछि यो कुना हुन्छ। यसलाई चाहिँ हजुरले एकदम राम्रोसँग ध्यान दिनु होला। यसले हजुरले झुकाउन नि सक्छ इक्जाममा। यहाँ यी देशलाई हामीले पास्ट पोजिटिभ गराउँदाखेरि यो खात्ता गराहाम र पास्ट नेगेटिभ गराउँदाखेरि यो कुना खात्ता गराहाम। अनि पछि त्यसपछि छ, अनि पछि आचुईको छ। आचुईको यी हटाएर खात्ता जोड्दैछौँ, यो पास्ट पोजिटिभ भयो। अनि पछि फेरि त्यही यी हटाएर कुना खात्ता जोड्दैछ, यो पास्ट नेगेटिभ भयो। ताखा कुना खात्ता भनेको ताखाई भनेको के अरे आचुई कुना खात्ता भनेको आचुई गर्मी थियो, गर्मी थिएन भनेर हामीले गराएका छौँ। यो इक्युसीको यसरी नै भइहाल्यो। अब हामी जान्छौँ नाक्युसीमा। नाक्युसीलाई हामीले पास्ट पोजिटिभ र पास्ट नेगेटिभ गराउँदा कसरी पर्छौँ भनेर यहाँ सिकाउँदैछु। एक्जेक्टिभमा हामीले पास्ट पोजिटिभ गराउँदाखेरि हामीले देशको ठाउँमा देशिता गराउँछौँ। हामीले पोजिटिभमा सिधै किरै देश अनि पछि युमेई देश यत्तिकै गराएर पढेका थियौँ भने यसमा हामीले किरै देशिता युमेई देशिता गराएर पढ्नेछौँ। यो एकदम सजिलो नै भइहाल्यो। अनि पछि फेरि पास्ट नेगेटिभ गराउँदाखेरि देशको ठाउँमा ज्या आरिमासेन देशिता, ज्या आरिमासेन मात्र प्रेजेन्ट नेगेटिभ भयो भने ज्या आरिमासेन देशिता, यो पास्ट नेगेटिभ भयो। देशिता लगायो हामीले नेगेटिभ गराएर देशिता लगायो भने थिएन भन्ने भइहाल्यो। यति गरेपछि ट्याक्क हजुरहरूले यसलाई पनि पास्ट पोजिटिभ र पास्ट नेगेटिभ गराउन सक्नुहुन्छ मजाले। यहाँ हामीले सुरुमा किरै देश भनेको सिम्पल
प्रेजेन्ट पोजिटिभ भयो। यसलाई पास्ट पोजिटिभ गराउँदाखेरि किरै देशिता राम्रो थियो भन्ने भयो। अनिपछि किरै ज्या आरिमासेन देशिता भनेको राम्रो थिएन भन्ने भयो। अनिपछि युमेदेश भनेको हाम्रो सिम्पल प्रेजेन्ट पोजिटिभ भयो भने युमेदेशिता भनेको पास्ट पोजिटिभ भयो, लोकप्रिय थियो, प्रख्यात थियो भन्ने भयो। अनिपछि युमे ज्या आरिमासेन देशिता भनेको प्रख्यात थिएन, लोकप्रिय थिएन भन्ने भयो। अनिपछि हामीले तलतिर पार्टिकलसँग यो एउटा पार्टिकलसँग अर्को पार्टिकल लाएर यो भन्दा यो यस्तो हो उस्तो हो भनेर हामीले यसको बारेमा यो भन्दा यो हो भन्ने यस्तो हामीले यहाँ पढ्नेछौँ। जस्तै बुटोल वा केटिएम योरी किरै देश। बुटोल चाहिँ काठमाडौँ भन्दा, योरी भनेको भन्दा, त्यसमा जहिले पनि अगाडिको कुरा पछिल्लो कुरा भन्दा अझै उ छ भन्ने हुन्छ। योरी ठुलो भएको योरी राम्रो भएको ठुलो भएको होइन कि त्यसभन्दा अगाडि हामीले वा पार्टिकल भन्दा अगाडि लागेको जुन नाम हुन्छ नि हो त्यो ठुलो भएको भनेर सम्झिनु होला। यो कुरा भन्दा राम्रो छ, सुन्दर छ, प्रख्यात छ, यस्तो छ भनेर हामीले यसलाई अगाडिको चिजलाई चाहिँ पछाडिको चिजभन्दा यो चिज राम्रो छ भनेर हामीले फोकस गरेर पढ्छौँ। यसमा बुटोल वा केटिएम योरी किरै देश छ। अनि पछि फेरि चिउगोकु वा नेपारू योरी जुत्तो ओकी देश। चाइना चाहिँ नेपालभन्दा जुत्तो भनेको कहाँ एकदम ठुलो छ कि धेरै ठुलो, नेपालको त तुलनै छैन, एकदम ठुलो हो। कहाँ यो जुत्तोले कहाँ ठुलो एकदम भनेर अर्थ दिएको छ। अनि पछि त्यसभन्दा तलतिर छ हामीले अर्को पढ्छौँ फेरि नाउन वानमा तो, अनि पछि नाउन टूमा तो, अनि पछि दोचिरागा, अनि पछि त्यसमा एडजेक्टिभ देशका। फर्स्ट नाउन र सेकेन्ड नाउनमा कुन चाहिँ अनि पछि राम्रो छ, लोकप्रिय छ, प्रख्यात छ भनेर यो खास क्वेसन गरे जस्तो तरिकाले हामीले यसमा कुरा गर्छौँ। जस्तै इक्जाम्पलमा हेर्नुहुन्छ नेपारू तो निहोन तो दोचिरागा ओकी देशका भने जापान र नेपालमा कुन ठुलो छ भनेर हामीले यसमा तुलना, दुईटा बिच तुलना, यो गराउनाले तुलना गरेको, दुईटा बिच तुलना गरेर कौन ठुलो छ, कौन सानो छ, कौन युमे छ, कौन निङ्गी छ, यस्तो गरेर दुईटा बिच तुलना गर्दाखेरि यो ग्रामरलाई परेको छ हामीले। तो दोचिरागा एडजेक्टिभ भन्ने, नेपारू तो निहोन तो दोचिरागा ओकी देश भनेको छ। अनि पछि निहोन नो होगा ओकी देश। हामीले यस्तो दुईटा तुलना गऱ्यो भने जहिले पनि नाउनको नोसँग होगा भनेर लाउनुपर्छ। यसले भनेको जापान चाहिँ ठुलो छ, जापान ठुलो हो, यसले नो होगाले एउटा आफूले चाहेको कुरामा फोकस गरेर यो ठिक छ, यो बेटर छ, यो ठुलो हो, यो राम्रो हो, यस्तो आफूले चाहेको गरेको कुरामा यसको प्रयोग गरिन्छ। अनि पछि तलतिर अनि पछि उमी तो यामा तो दोचिरागा सुकी देशका। पहाड र समुद्रमा कुन मनपर्छ भनेर यसले क्वेसन गरेको छ। दोचिरागा सुकी देशका भनेर क्वेसन गरेको छ। अनि पछि यहाँ भनेको छ दोचिरागा होइन, दोचिरामो सुकी देश भनेको दुवै मनपर्छ भन्ने कुरा हो। यहाँ दोचिरागा यो मिस्टेक भएछ मैले लेख्दाखेरि, यसलाई हजुरले सच्याउनु होला। दोचिरामो सुकी देश दुवै मनपर्छ भनेर यसमा दुवै मनपर्छ पनि भन्न सकिन्छ। दुईटा बिच तुलना गरेर कौन राम्रो छ, कौन ठुलो छ, कौन सानो छ, कस्तो छ भनेर दुईटा बिच तुलना गरेर क्वेसन सोद्धाखेरि यो भन्दा यो राम्रो छ, यो बेटर छ जस्तो लाग्छ भनेर नो होगामा दिन सकिन्छ। अनि पछि दुइटै ठिक छ, दोचिरामा सुकी देश, दोचिरामा किरै देश, दोचिरामा युमी देश दुइटै लोकप्रिय छ, त्यसो गरेर हामीले दिन सकिन्छ। यति नै यो हामीले यो नाउनको फर्स्ट नाउनको तो, सेकेन्ड नाउनको तो, अनि पछि दोचिरागा एडजेक्टिभ देशका, अनि पछि फेरि वा र योरी एडजेक्टिभ देश, अनि पछि इक्योसी र नाक्योसीको पास्ट पोजिटिभ र पास्ट नेगेटिभ गराएर हामीले ट्युटोरियल लेसनमा पढेका छौँ। यो लेसनमा यति नै गराएको छ। यतिलाई राम्रोसँग बुझ्नुभयो भने यो लेसन एकदम हजुरले क्लियर छ्याक्क हुन्छ। यतिलाई राम्रोसँग पढ्नु होला भन्दै भिडियो कस्तो लाग्छ, भिडियो मन परे लाइक, सब्सक्राइब, सेयर गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद, सायोनारा।